यो देशमा त्यस्ता पनि नेता छन् जो सेनाको लोकतान्त्रिकरण गर्नुपर्छ भन्छन्। ती अनाडीहरूले के बुझेका छैनन् भने संसारको कुनै पनि सेना लोकतान्त्रिकरण हुँदैन। सेना भनेको जहिले पनि चेन अफ कमान्डमा चल्ने, बाहिर समाजमा चलिरहेको राजनीतिक चरित्रभन्दा भिन्न भएर बसेको हुन्छ। समाजमा हुन्छ तर सामाजिक चरित्रभन्दा भिन्न आफ्नै चरित्र निर्माण गरेर बसेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। तर यहाँ त त्यस्ता आँडे विद्वानहरू छन् जसले सेनाको पनि लोकतान्त्रिकरण गर्नुपर्छ भन्छ। अर्को आउँछ सेनालाई चाहिँ कटौती गर्नुपर्छ भन्छ। अर्को आउँछ सेनाको कामै के छ, नेपाललाई कुन चाहिँ देशबाट खतरा छ भन्छ। त्यही भएर यदि तपाईँ देश सुरक्षित राख्न चाहनुहुन्छ भने देशलाई सुरक्षित राख्ने मूलभूत विचार के हो, मूलभूत मान्यता सिद्धान्त के हो भन्ने कुरा जनताले बुझ्नु पर्यो, प्रष्ट हुनु पर्यो। त्यसमा नयाँ पुरानो अनुहार छोडिदिनुहोस्, विचार हेर्नुहोस्, चेतनाको स्तर हेर्नुहोस्, बितेका दिनमा तिनीहरूको अभिव्यक्ति केलाउनुहोस्। अनि धर्मनिरपेक्षताको सवालमा पनि त्यही हो। नेपाल भनेको धार्मिक सांस्कृतिक इतिहास विरासत बोकेको मुलुक हो। अमेरिका जस्तो चाहिँ खैरेले त्यहाँको आदिवासीलाई मारेर चाहिँ क्रिस्चियनिटी लादेर निर्माण भएको जस्तो नेपालको इतिहास त्यो छैन। नेपालको इतिहास भनेको चाहिँ हिन्दू बुद्धिस्ट किराँत बौद्ध यो चारवटा धर्मको परम्परा सँगालेर बसेको, चारवटा धर्मको संस्कृतिलाई जीवन्त राखेको, भाषालाई जीवन्त राखेको, वेशभूषालाई खानपानलाई जीवन्त राखेको देश हो। अनि त्यसप्रति राज्यको जवाफदेहिता हुनु पर्दैन। हिन्दू भगाऊ देश बचाऊ भन्ने नारा आइसक्यो, कहाँ हुनुहुन्छ? यिनीहरूकै कारणले आएको हो नि त। जसले गणतन्त्र ठिक छ, धर्मनिरपेक्षता ठिक छ, संघीयता ठिक छ भन्छ, तिनीहरूकै कारणले, तिनीहरूको चाहिँ नि क्रियाकलापले, व्यवहारले, बोलीले, तिनीहरूको चरित्रको कारणले गर्दा यो देशमा अब हिन्दू भगाऊ देश बचाऊ भन्ने नारा लाग्न थाल्यो। यो हिन्दू भगाऊ देश बचाऊ भन्ने नारा लाग्नुको पछाडि दोषीको भन्दा यो गणतन्त्रवादीहरू दोषी हो।